कुकुर्नी घरको पिरीको डिलमा के झोक्राएर बसे काम गर्नु पर्दैन आमा कस्तो रिङाटो लाग्यो त्यही भएर एकछिन आराम गरेर बसेको लाग्छ तँलाई रिङाटो काम गर्नुपर्छ भनेर ठगेर बसे कि होइन त आमा मैले ठगेको होइन पहिला सक्दा त मैले सबै काम गरेकै त हो नि अहिले विनोदले छोडेर गएपछि धेरै कमजोर भएको छु आमा तेरो त्यो अल्ला छिने मुखबाट मेरो छोराको नाम लिँदै नलि त अल्ला छिनेले गर्दाखेरि मेरो छोराको आज ज्यान गएको छ के भन्नुभएको तपाईँले मैले गर्दा विनोदको ज्यान गएको होइन विनोदलाई तपाईँले भन्दा बढी माया मैले गर्छु अहिले आएर मैले गर्दा विनोदको ज्यान गयो भन्नुहुन्छ कसरी भन्न सक्नुभयो आमा तपाईँले मलाई त अल्ला छिनेलाई नभने कसलाई भन्नु जब त यो घरभित्र आइस दसैँ घेरिराखेको छ आमा म तपाईँलाई यो घरमा बढी भएको भए आजैबाट माइत जान्छु त अहिले आएर माइत जान्छु भन्छस् माइत यदि मुन्टी नै थियो भने पहिल्यै मुन्टिनु पर्दैन मेरो छोरा हुन्जेल मेरो छोराको रगत चुसिस मेरो त्यस्तो लक्का जवान छोरा आज खाइ छैन अहिले मेरो छोरा नहुँदाखेरि माइत जान्छु भन्छस् त मैले त्यसै माइत जान्छु भनेको होइन आमा तपाईँकै कारणले गर्दा हो ए मेरै कारणले गर्दा हो तँलाई त्यसै माइत पठाउँछु जस्तो लाग्छ अब त माइत होइन मेरै घरमा मेरै नोकर्नी भएर बस्नुपर्छ बुझिस तेरो यो अलाछिना थुतुन मेरो अगाडि देखाएर नबस खुरुक्क यो बाल्टी लिएर पानी लिन जा फेरि त्यतै धारामै अलमल लिएर बस्ने होइन नि जता गयो त्यतै हराउने बानी छ यहाँ बाख्रा भोकाइसक्यो घाँस काट्न गइहाल्ने आएर हे भगवान विनोद फर्केर आइदिए नि हुन्थ्यो विनोद तपाईँले मलाई कति माया गर्नुहुन्छ हे लाटी यो पनि सोध्नु कुरो हो र म तिमीलाई यो संसारको सबैभन्दा धेरै माया गर्छु यदि म मरे भने तपाईँले अर्को बिहे गर्नुहुन्छ कि गर्नुहुन्न हे तेरेको के कुरो गरेको निसा तिमीले म तिमी बाहेक त कल्पना पनि गर्न सक्दैन र म बाजुन्जेल तिमीलाई केही पनि हुन दिन्न अहिले मेरो अगाडि मात्रै ठिक्क पारेको त होला हे तेरेका के नाना भाती कुरो गरेर बसेको यो ल खाजा खाऊ ए के आफ्नै झै गरी धारै ओगाटेर बसेकी त कसलाई सम्झेर बसेकी होला नि मैले बिचारा उसकै कोहीलाई मरेर गइहाल्यो अब कसलाई सम्झिन्छ र यसका पनि सम्झिने त होला नि कान्छी पूर्व प्रेमीहरू तल छिमेको के पूर्व प्रेमी हुन्छ होला र बिहे गरेको कोही टोकिहाल्ने होइन त्यो विनोदले के देखेर बिहे गरे होला यसलाई हामी यस्ता राम्रो गाउँमा हुँदाहुँदै साँच्ची तँलाई एउटा कुरा थाहा छ कान्छी के कुरा भन्न भने पो थाहा हुन्छ मैले त्यो विनोदलाई कम त मन पराउँथे भन्न मात्रै नसकेकी हुँ ए हो र मैले पनि तँलाई नभनेको मात्रै हो मैले पनि कम त मन पराउँथे त्यो विनोदलाई त पनि म भन्दा 420 रहेछस् हे छोड दे यो मरेर जानेर सम्झेर केही फाइदा छैन मेरो त त्यही पल्लो गाउँको धनेसँग लपड्ला पर्ला जस्तो भएको छ अब म त त्यहीसँग गएर कुरा गर्छु फेरि आँखा चाहिँ लाउने होइन नि ए त्यो धने पो ए त्यो धने भन्दा त मेरै बिहे ठिक छ अब जान्छु त्यहीसँग मिठा मायाको बात गर्नलाई घरमा बाउ आमाले मार्छन् ढिला पनि भइसक्यो जाउँ हेर्माइले जाम मलाई पनि हतार छ केटा हो यो गाउँमा केटीहरू सकिछन् कि के हो एउटै देखा पर्दैन त कहाँ देखा पर्छ दादा केटीहरू सबै बिहे गरेर गाउँ रित्त पारेर गइसकिन् रित्तो पारेर गएको छैन भिस्मे दादा उता हेर्नुहोस् त सेतो कपडा लगाएर गवे झलल पारेर आउँदैछ ए मिलाएर गरौँ न केटा हो अस्ति हामीले
यसको घरमा र गाउँभरि विनोद मर्यो भनेर भनेको होइन र? हो नि दादा हो। तर केटा हो, यो कुरो थाहा हुनु हुँदैन उसलाई। यसलाई मिलाएर कुरो गर्नुपर्छ। उठ केटा। अनि निशा तिमी त एक्लै बस त। साँच्ची तिम्रो बुढो त मरेको हो क्या रे। सरी। ए केटा हो, चुप नहाँस। बिचारीले कति चिन्ता परिरहेको होला। तिम्रो लागि म छु निशा। ए केटा हो, नहाँस, चुप। बिचारीको मनमा कति पीडा परिरहेको होला। तिम्रो लागि म छु निशा। पीडा नगर निशा। मरेर गएको मान्छेले कुरेर केही फाइदा छैन। अब तिमी र म मिलेर जिन्दगी काट्नुपर्छ। भाउजू तपाईँ ठिक त हुनुहुन्छ नि? बाबु ठिक छु। धन्न तपाईँ बेलैमा आइपुग्नु भयो र नत्र यो राक्षसहरूले के गरिसक्थे। अनि भाउजू तपाईँ यस्तो हालतमा कहाँ गएर आउनुभएको? कहाँ गएर आउनु नि बाबु, पँधेरामा पानी लिन गएको आउँदा आउँदै यी राक्षसहरूसँग भेट भयो। के गर्नु त बाबु, घरमा लोग्ने मान्छे नभएपछि गाउँ समाज सबैले हेला गर्दा रहेछन्। के गर्नुहुन्छ त भाउजू? भगवानले पनि तपाईँलाई ठगिहाले। भगवानले नि जे कुरामा नि मलाई मात्रै ठगिरहनु भएको छ। अब जे हुनु थियो भइगयो भाउजू। यसो भनेर आफूले आफूलाई कमजोर नबनाउनुहोस्। अब आत्मबलका साथ अगाडि बढ्न सिक्नुपर्छ। ल हस् त भाउजू, मलाई पनि अलि हतार छ, म अहिले गएँ। होइन यो अलक्षीले कहाँ मरिन? पानी लिन गएकी मान्छे यति बेलासम्म मुन्टिन्न त। घरमा त आओस्, मैले जानेको छ। होइन यो रोडको काम भन्ने चिजले नि किन यसरी डिस्टर्ब गरेको? कटकटङ गरेछ, फटट गरेछ, त्यसैले मेरो दिमाग खराब भइरहेको। खाएर कति चाहिँ कराउनु? त पानी लिएर आउने समय यति बेला हो? खै पानी के रेतो बाल्टी लिएर आएकी? पानी लिएर आउली भन्दा रित्तो बाल्टी बोकेर आएकी। होइन है नकचरी, त यति बेलासम्म कुन चाहिँ नाटो भेटेर आइस भन त? आमा मुखमा जे आउँछ त्यही नबोल्नुहोस्। म पानी लिएर आउँदा केटाहरूले मलाई जबरजस्ती गर्न खोजे, त्यही भएर पानी पोखियो। बेलैमा ईश्वर बाबु आउनु भयो र मेरो ज्यान बचाइदिनु भयो। त अलक्षीनेलाई ठिक्क पर। हे भगवान, कुन चाहिँ दिनमा यो घरमा यो अलक्षीने भित्री चाहिँ अब खुरुक्क हँसिया नाम्लो बोकेर बारी खेतमा गएर एक भारी घाँस बोकेर आउनु। बुझिस् होला नि? आमा खाना नखाएको नि 1 हप्ता भइसक्यो। केही खानेकुरा छ भने दिनुस् न, खाएर जान्छु। त अलक्षीनेले किन खाना खाइहाल्न पर्यो? पहिला पारी खेतमा गएर एक भारी घाँस काटेर लिएर आउने, अनि मात्र खाना खान पाउँछस्। होइन भने तेरो लागि यो घरमा खानै पाक्दैन। आमा रिङटा पनि चलिरहेको छ, केही खानेकुरा छ भने दिनुस् न, म खाएर गइहाल्छु नि। ल घाँस काट्न गइहाल। होइन यो अलक्षीले फेरि किन अटेरी गरेर बसेकी? गइहाल भने सुन्दिनस्? अलक्षीलाई एकचोटि भनेकाले हुँदैन, 1000 चोटि भन्नुपर्छ एउटा काम मराउनु। यसै मेरो छोरो बितेको हो, बितेको फेरि अलक्षीले बल्ल गयो अलक्षी। होइन यो चाम्रो पनि कति चाम्रो भयो कि हो के? भनेकै मान्दिन।
अब भित्र गर मजाले भात खाइन्छ। यो अलक्षिनेको अनुहार हेरेपछि भातै रुच्दैन मलाई। अब अगाउँजी खाइन्छ। के छ हो मैले कान्छी तिमीहरूको हल्लीचल्ली? विनोद तिमी जिउँदै छौ? त्यही त भने तिमी जिउँदै छौ र? होइन के भन्छ यिनीहरू? मलाई के भएको छ र म जिउँदो नहुनलाई? विनोद तिमी त मरिसक्यौ भनेर यो गाउँ समाजमा पुरै हल्ला चलिरहेको छ। त्यही त भने विनोद म त छक्क परिरहेको छु भने। यो कुरो साँचो हो? अनि कसले भन्यो यस्तो नचाहिने नहुने कुरा गाउँ समाजमा? त्यो त खै हामीलाई थाहै भएन होइन त कान्छी? त्यही त कसले भन्यो त्यो त थाहा छैन। तर तिम्रो घरमा तिम्रो बुढी निसा बिचरा तिमी मर्यो भनेर सेतो कपडा लगाएर बसेको छ। त्यही त विनोद बिचारी निसा। हामीले कति सम्झाउने बुझाउने गर्थ्यौँ उसलाई। अप्ठ्यारो परेको बेला सहयोग पनि गर्थ्यौँ। हो विनोद तिमी नभए नि तिम्रो बुढी निसालाई हामीले धेरै सहयोग गर्थ्यौँ। ल ठिक छ यो कुरो कसले भने रहेछ? मेरो तल चिया पसलमा ब्याग छ, म लिएर गएर सबै कुरो पत्ता लगाउँछु। होइन यो विनोद जिउँदै रहेछ त? कसले भन्यो यस्तो हावा कुरा यो गाउँमा? त्यही त भने कान्छी म पनि छक्क परिरहेको छु। कान्छी बिचरा त्यो निसालाई हामीले नाना भाती भन्यौँ, खास त्यति साह्रो चाहिँ भन्न नहुने थियो। त्यही त भने माइली निसा त्यस्तो अवस्थामा हुँदा हामीले उसलाई धेरै अत्याचार गर्यौँ। त्यस्तो चाहिँ गर्न नहुने थियो। हो कान्छी हामीबाट ठुलो गल्ती भएको। जसरी भए पनि निसासँग गएर हामीले गल्तीको महसुस गर्नै पर्छ। तैँले ठिक भनिस् माइली, हामी अहिले निसा भाटामा गएर माफी माग्नुपर्छ। ल त्यसो भए जाउँ हिँड कान्छी। ल ल जाउँ। आमा आमा ए आमा किन चिच्याको के भयो? बाबु बाबु छोरा विनोद तिमी यतिका दिनसम्म कहाँ हराएको थियौ? तिमीलाई कतै केही भएको त छैन नि? मलाई केही पनि भएको छैन आमा। म सहरमा काम गरिरहेको थियो, तर यहाँ चाहिने नचाहिने कुरा कसले भन्यो यो गाउँमा? मलाई यो कुरा होइन है बाबुहरू, किन हो आत्तिँदै कुद्नु भएको छ त? उर्मिलो भाउजू यो संसारमा विनोद रहेन। के भन्दै हुनुहुन्छ? मलाई भर्खरै सहरबाट विनोदको साथीहरूले फोन गरेको थियो। हो कि होइन केटा? हो रामे बाबु तपाईँहरू यो के भन्दै हुनुहुन्छ? के यो कुरा सत्य हो? विनोद यो संसारमा छैन रे? मेरो बाबु विनोद, म यो के सुन्दैछु? भाउजू अब जे नहुने थियो भइसक्यो, आफूलाई कन्ट्रोल गर्नुहोस्। त्यो रामे भीष्मे र जिरे घरमै आएर मलाई भने ए यो सब हल्ला फैलाउने त्यही रामे र रामेको चम्चाहरूले रहेछ होइन त? रामे भीष्मे जिरे म तिमीहरूलाई त्यसै कहाँ छोड्छु र? अनि आमा निसा खोइ त? निसालाई त देख्दिन त। ए बाबु निसा निसा त भर्खर खाना खाएर घाँस काट्न गएकी छ। आउने बेला भयो। अनि बाबु तिमी भोकाएर आएको होला, म खाजा बनाउँछु है। हस् आमा, के खाजा भए बनाउनुहोस् न, भोक पनि लागिरहेछ। जाउँ न त हिँड, भित्र यतिका समयपछि आएको छ। अब म यो संसारमा बाँचेको कुनै अर्थ छैन। घरको हेला समाजको हेला सहेर बस्नुभन्दा त मरेकै ठिक छ।
निशा तिमीले यो के गर्न खोजेकी तपाईहरुले मलाई नरोक्नुस् मलाई यो संसारमा बाँचेको केही अर्थ छैन होइन निशा तिमी के भन्दैछौ हो माइली कान्छी म यो समाजमा बाँच्नुको कुनै अर्थ छैन कतिन्जेल म यो समाज घरको हेला भएर बस्नु निशा हामीले तिमीलाई नाना भाती भनेर तिम्रो मन दुखायौँ हामीलाई माफ गरिदेऊ निशा हामीबाट ठुलो गल्ती हो निशा हामीबाट ठुलो गल्ती भएको छ एकचोटि माफ गरिदेऊ न तपाईहरुले मसँग माफी मागिरहनु पर्दैन जे भन्नुभयो ठिक भन्नुभयो म अलक्षी नै हुँ मेरै कारणले गर्दा मेरो बुढोको ज्यान गएको तिम्रो बुढोको ज्यान गयो रे कसले भन्यो तिमीलाई अहिले भर्खरै हामीले बाटोमा भेटेर आएको सहरबाट आउँदै थियो होइन त कान्छी हो निशा हामीले भर्खरै विनोदलाई बाटोमा भेटेका थियौँ नपत्याए घर जाउँ त तपाईहरु के भन्दै हुनुहुन्छ मेरो विनोद जिउँदै हुनुहुन्छ रे हो निशा तिम्रो बुढो विनोद जिउँदै छन् अहिले भर्खर हामीले भेटेर आएका यति बेला त घर पुगिसक्यो होला गइहाल भेट्नलाई ए जाऊ ल म जान्छु है त हजुरहरुलाई धेरै धेरै धन्यवाद गए ल है बिचारा यो निशाले पनि विनोदलाई धेरै माया गर्ने रहेछ फुक्कटमा हामीले यसलाई नाना बाती भन्यौँ त्यही त भने कान्छी अब चाहिँ भने हामीलाई पनि ढुक्क भयो अब जाम है तपाईँ यत्रो दिन कहाँ हराउनु भएको थियो म तपाईँ बिना पानी बिनाको माछा जसरी तडपिरहेको थियो अहिलेसम्म म पहिलेकै कम्पनीमा काम गरेर आएको त थिएँ नि साला गाउँको रिचार्ज भराउनेहरूले पुरा लगाएर विकृति फैलाएछन् विनोद को रहेछ यस्तो नचाहिने नहुने कुरा गाउँभरि फैलाउने को हुनु नि त्यही रामे र रामेको चम्जेहरू रहेछ गाउँभरि हल्ला फैलाउने ए त्यही रामेहरू पो रहेछन् अस्ति म पानी लिएर आउँदै गर्दा म माथि जबरजस्ती गर्न खोज्दै थिएँ धन्न ईश्वर बाबु आइपुग्नु भयो र नत्र तिनीहरूले म माथि जे पनि गर्न सक्थे ए तिनीहरूले तिमी माथि यस्तो व्यापार पनि गर्यो होइन त त्यही त छोरा यो कुरा त बुहारीले मलाई पनि भन्दै थिइन् कुरा सुनेर नराम्रो लागेको त घरमा नहुँदा पनि मैले बुहारीलाई कति सम्झाइ बुझाइ गर्थेँ बुहारी र म नङ्ग्रा मासु जस्तै भएर बसेका थियौँ होइन त बुहारी अहिले छोराको अगाडि चाहिँ माया गरेको नाटक गर्छिन् मलाई हिजो अस्ति चाहिँ टिकी खान दिएनन् यो कुरा सबै मैले विनोदलाई भनिदिउँ कि क्या हो होइन होइन भन्नु हुँदैन जस्तै भए पनि सासु आमा पो यो कुरालाई सपना जसरी भुलिदिनुपर्छ यसले छोरालाई सबै कुरो भन्छ कि क्या हो भनी भने त बर्बाद हुन्छ त अब के गर्ने होला अब म अहिले नै गएर रामे र रामेको चम्जेहरूलाई राम्रोसँग सबक सिकाएर आउनेछु त अहिले नजा छोरा तातो रिसमा नआइज अब तिनीहरूलाई जे गर्छ यो गाउँ समाजले गर्छ भोलि नै गाउँ समाज राखेर यो कुराको फैसला गर्ने हो बुढा आमाले ठिक भन्नुभयो तपाईँ यो तातो रिसमा नजानुहोस् जे गर्छ गाउँ समाजले गर्छ